Hey, what's up everyone? So welcome back to my YouTube channel. I hope तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम फिट एन्ड फाइन छु है। अनि अहिले चाहिँ भर्खर म नुहाएर आएको छु। अनि अहिले चाहिँ हाम्रो नानीले पनि भ्लग बनाउने भन्दैछ, म गर्छु भनेर। त्यही हो गाइज। अनि बिहानदेखि भ्लग सुरु गर्ने भनेको पानी परेर हैरान खत्तम बवाल भइरहेछ। अनि त्यही भएर अहिले चाहिँ दिउँसोको 1 बजेको छ। त्यो गाइज। अनि दिउँसोको 1 बजी चाहिँ अहिले भिडियो बनाउँदैछ। त्यो गाइज चाहिँ। अनि अहिले चाहिँ म यस्तै छ यहाँ। ल ल भन् ल के भन्ने रे? ल ल भन् के भन्ने रे? जक्का एउटा होइन। हाई गाइज के रे? जक्का एउटा ल गीत गादा थियो व्यक्ति थियो यति होचो थियो अन्जीको रुखमा चिनेर यसो हेर्न चाहन्थे। यसुले भन्नुभयो जक्का छिटो ओर्ली आऊ, आज म तिम्रो घरमा खाना खान्छु। गुड डे। यो गाइज हाम्रो गुड यस्तो छ। गाइज आजको दिन यस्तै भयो है। अनि हाम्रो युसिका छ। हाई गाइज भन यता यसो नि यता यता त्यो है। हाई गाइज कपाल यसो गर्नुहोस्। कहाँ जानु? मामतिर जानु जाँदैन किन? कहाँ नगर्नु त्यो गाइज है। अनि यही हो। अनि आजको दिन यस्तै भयो है हाम्रै। अनि आज हामी कहाँ जाने? के गर्नु जाने? म चाहिँ थाल्नु अघि आमाले के दियो? आमाले के दियो? कत्रो थियो? ह्याप्पी बर्थडे त्यहाँ एप्पल दिँदैन? बनाना बदाम। अनि आमाले त एप्पल दियो भन्छ त। युसिकाले एप्पल माग्यो एप्पल दियो भन्छ त। ल भिडियो गर ल भन्दा। हेलो गाइज। हेलो गाइज। बाबुले के गर्दैछ? बनाना छ भन्न। अनि हाम्रो हल्लुबेद छ। हल्लुबेद कहाँ छ? हल्लुबेद त्यहाँ छ। अनि हाम्रो आमा घर कता छ? बाबा के गरेर छ? अनि गाइज हाम्रो युसिका छ। युसिका तिम्रो नाम के हो अरे? अलि यता हेरेर भन्ने, यता हेरेर। तिम्रो नाम के हो अरे? युसिका थामी हो कि होइन? बाबाको नाम के हो? मम्मीको होइन होला। कसले भन्छ? अनि आमाको नाम के? के आमाको नाम आमा। बाको नाम बा। काकाको नाम के? ठुलो काकाको माइला काकाको नाम के? कान्छा काकाको नाम के? कान्छा काकाको नाम के?
माइला काको नाम के है ए होइन होला हाम्रो त्यही हो नि हामी चाहिँ यहाँ यस्तो उस छ यो चाहिँ हाम्रो हलबेट अहिले भर्खर यस्तो हेरेर चाहिँ यस्तो हेरेको छ हलबेट चाहिँ हाम्रो अनि हरियो नै छ अहिले हलबेट यत्रो रुख छ यहाँ सानो छ हलबेटको रुख त्यो हाम्रो चाहिँ यता चाहिँ हलबेट छ हलबेटको रुख छ टक्क लाएर हलबेट एक अहिले चाहिँ मजाले फलिरहेको छ हलबेट त्यो पोहोर चाहिँ फलेको थिएन यसपालि चाहिँ मजाले हलबेट फल्दैछ त्यो हलबेट यत्रो छ भर्खर फल्दैछ के भन्छ मम्मीले कति उफ्रे त्यो यही हाम्रो हलबेट छ त है अनि अब चाहिँ हामी यो टक्कर फुल छ हाम्रो यत्रो छ फुल छ हाम्रो है एकदम बबाल कसले रोप्यो होइन होला फुल छ है त्यो फुल के गर्ने त्यो फुल के गर्ने कहिले लाउने हिजो हो सर्प छल्छ त ए सर्प छल्छ त फुल्लै फुल छ फुल्लै फुल छ है घरमै फुल छ है छोरीको आम्मा हे त्यसलाई टिप्यो भने के हुन्छ के खोइ म त हलबेट छ पाकेको छ छैन भोलि पर्सि पाक्छ त्यो खोइ पाकेको छ नि त्यो त भोलि पर्सि पाक्छ नि खाउँ ल हरियो नै छ नानीले खाने भन्छ हलुबेट पाकेको छ नै त्यही गाई चाहिँ अहिले चाहिँ हलुबेट टक्क फलिरहेको छ हरियो नै छ अब केही समयपछि पाक्छ त्यो पनि भिडियो कुन हुँदैन छ सानो उयो सानो रुख यो ठुलो रुख है छोरी त्यहाँदेखि पाकेको छैन नानीले सबै कुरो देखाइरहेको छ के छ के छैन सबै कुरा है त्यो हलुबेट होस् भोलि पर्सि खाउँ ल पाक्छ नि खाउँ त्यो छेउमा नजाऊ भाउँछ त्यही गाई हामी फुल देखाउँछ छोरी देखिरहेको छ बाबालाई अन्त आउनु छोरी नि यहाँ आउनु त यहाँ बाबा यहाँ आउनु त अनि दिदी होस् न ल भरे देखिन्छ ल फुल देखाऊ त्यही गाई चाहिँ ल हामी चाहिँ दुईजना टक्क लगाएर बसिरहेको छ है तिमी त उठ न हो त्यस्तो तिमी त सानो छ नि त बाबा बसेको तिमी उठेको बराबर छ हो ल ए गाई चाहिँ आजको दिनभरिको समय फुल कहाँ जान्डले हाम्रो सिङ्गर छ यहाँ अस्ति गीत गाउने भाइ भरे गीत गाउँ बब्बाल भरे गीत गाउँ क्या त्यही है अब त्यो आजको दिन यस्तो भयो चाहिँ नखा छोरी त्यो खानु न नखाऊ छोरी त्यो फुल खानु न त्यो खानु त नि किन के भनेको यो के छोरी दिन यस्तै भयो नयाँ साय टक्ला नानीसँग बस्दैछु अहिले चाहिँ त्यो गाई चाहिँ आजको दिन यस्तै भयो पानी पर्न लाग्छ मौसमी तपाईँ देख्न सक्नुहुनेछ
टक्क लाएर यो मौसम अनि हलवेट छ यो अहिले फलिरहेको छैन यो फलिरहेको छ टक्क लाएर पाकेको छैन अब त्यो पाकेपछि म तपाईँहरूलाई भिडियो देखाउनेछु मजाले यसरी